साथीहरू तपाईहरूमध्ये धेरैजनाको गाला पिच्केको हुन सक्छ अथवा गाला दबिएको वा पातलो हुन सक्छ। यसलाई कसरी भर्ने, कसरी फुलाउने भन्ने बारेमा आज म यस्तो घरेलु अचूक उपाय सिकाउन गइरहेको छु। म यो ग्यारेन्टी लिन्छु कि तपाईहरूले यो भिडियो अन्तिमसम्म हेर्नुभयो र मैले भने जस्तै गर्नुभयो भने तपाईले आफ्नो पातलो पिच्केको गालाहरूलाई मोटो वा फुकेको र एकदमै आकर्षक बनाउन सक्नुहुन्छ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने पक्कै पनि च्यानललाई पनि सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला। के गर्दा फुलाउन सकिन्छ त गाला? आफ्ना गाला कसरी फुलाउने, कसरी आकर्षक बन्ने भन्ने चासो सबैमा हुन्छ। दुब्लो पातलो कुरूप कसैलाई पनि कोही पनि मन पर्दैन। त्यसैले आफ्नो गालालाई फुलाउन सबैले चाहन्छन्, आकर्षक ह्यान्डसम बन्न चाहन्छन्। यो जोसुकैको पनि आकांक्षा हुन्छ, यो चासो इच्छा हुन्छ नै। त्यसको लागि सर्वप्रथम तपाईहरूले 500 ग्राम दुध लिनुहोला। काँचो दुध 500 ग्राम यानि कि आधा लिटर दुध लिनुहोला। त्यो दुध एउटा भाँडोमा राख्नुहोला, मतलब कि त्यो भाँडोमा उमाल्न सकियोस्। अब त्यो भाँडोमा 500 ग्राम दुध लिइसकेपछि तपाईहरूले त्यो भाँडोमा दुधमा 2वटा अलैँचीको दाना राख्नुहोला। त्यसलाई छिलेर अलैँचीको दानालाई त्यो दुधमा राख्नुहोला। त्यसपछि त्यो दुधलाई बेसरी उमाल्नुहोला जबसम्म कि त्यो 200 ग्रामसम्म नपुगोस् अथवा पुगोस्। भनाइको मतलब 500 ग्राम दुध उमाल्दा उमाल्दै घटेर 200 ग्रामसम्म पुगुन्जेलसम्म त्यसलाई उमाल्नु पर्यो। अब त्यो उमालिसकेपछि तपाईलाई लाग्छ कि यो अब 200 ग्राम पुग्यो होला भन्ने अनुमानको भरमा त्यसलाई झिक्नुहोला र एउटा गिलासमा राख्नुहोला। अलिकति सेलाउन राख्नुहोला। अब त्यो 200 ग्राम दुधलाई गिलासमा राखेर केही बेर सेलाउँछ तबसम्म तपाईहरूले एउटा केरा, एउटा बनाना लिनुहोला र त्यसलाई खानुहोला। अब बनाना खाइसकेपछि त्यो अघिको 2 लिटर 200 ग्राम जुन दुध थियो त्यो 200 ग्राम दुध पिउनुहोला। अब तपाईले केरा र 200 ग्राम दुध पिइसकेपछि तपाईले 1 घण्टासम्म कुनै पनि न त खाना न त पानी न त नास्ता कुनै पनि कुरा खानु भएन, केही खानु भएन। 2 लिटर 200 ग्राम जुन दुध खाइसकेपछि केही पनि नखानु होला। अनि त्यसपछि जे खाँदा पनि भयो। अब यसरी नै तपाईले 5-6 दिनसम्म लगातार खानुभयो भने तपाईले आफ्नो अनुहारमा परिवर्तन पाउनुहुन्छ। पहिलेको र अहिलेकोमा परिवर्तन पक्कै पनि पाउनुहुन्छ, त्यसको रिजल्ट देखिन्छ। अब तपाईले यो प्रक्रिया लगातार 10 दिन 20 दिन 30 दिन 2 महिना यसरी जबसम्म तपाईँ चाहनुहुन्छ तबसम्म यो प्रक्रिया चलाइराख्नुभयो भने, पालना गरिराख्नुभयो, दुध र केराको सेवन गरिराख्नुभयो भने तपाईले एकदमै आकर्षक गाला पाउन सक्नुहुन्छ। एकदमै गाला आकर्षक र मोटो एकदम ग्लो आउँछ, फुल्न थाल्छन्। यो गालाहरू आइसकेपछि तपाईहरू एकदमै आकर्षक देखिनुहुन्छ, ह्यान्डसम देखिनुहुन्छ, ब्युटिफुल देखिनुहुन्छ, क्युट देखिनुहुन्छ, ग्लोइङ देखिनुहुन्छ। साथीहरू आजको भिडियो कस्तो लाग्यो कृपया प्रतिक्रिया दिन नभुल्नुहोला। साथै हाम्रो यस
च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिन पनि नभुल्नुहोला। हामी यो च्यानलमा यस्तै ब्युटी एन्ड हेल्थ टिप्स सम्बन्धीका भिडियोहरू प्रस्तुत गर्नेछौँ। धन्यवाद।